फाइनली म चाहिँ बेलबारी आइसकेँ त गाइस। सो बेलबारी आएँ, अब पैसा निकाल्छु। यो चाहिँ हाम्रो बेलबारी बजार है, पुरो बस स्ट्यान्ड बेलबारी बजार टक्क सानो यो पेट्रोल पिटा। पैसा निकाल्छु, कति निकाल्छु निकाल्छु अहिले टक्कसँग हाल्यो है त, स्वाट हाल्यो है त टक्कसँग। यस 2000 निकाल्छु ल, धेरै निकाल्दिनँ, पैसा टन्नै छ है। सो हेलो गाइस, वेलकम टु माई न्यू भ्लग च्यानल। आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु र हजुरलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा है त। सो म चाहिँ टक्कसँग आज तल धान सान है त, धानको खेजा लाएर सट्टा आएर नदीमा रेडी भएको छु। सो म चाहिँ के गर्नु जाँदैछु र आज मेरो बाइकको लास्ट 4 भएछ, गएर धुन जान आँटेको छु होइन। अब हेर्नुहोस् होइन, तर छोटो भ्लग हुन्छ है आज होइन। जस्तै जाने हो, बाइक त्यहाँ छ होइन, त्यहाँ चट्टसँग गएर बाइक धुने, अनि चट्टसँगले बाइक धुने ल्याउने है त, तेल सेल हाल्ने है त। सो त्यही भएर हो। सो हेर्नु त बाइकमा। सो गाइस फाइनली म चाहिँ बाइक घरबाट निस्किसकेँ है त गाइस होइन। सो फाइनली म चाहिँ हाइवे निस्किसकेर म बाइक भएको ठाउँमा आइसकेँ है त। यो चाहिँ हाइवे भयो, हाम्रो हाइवे चट्टसँग। यो चाहिँ मेरो बाइक है त, हेर्नु सक्नुहुन्छ। यो मेरो बाइक कति फोहोर छ भने नि, टक्कसँग यसलाई आज धोइधाइ गर्ने कार्यक्रम, चटक्कसँग यसलाई रानी बनाउने है त, यसलाई चटक्क धोएर। अनि भन्नुहुन्छ नि यो चाहिँ मेरो हाइवे है, चट्टसँग यहाँ छ, त्यहाँ टक्क लगेको छ मेरो घर हो यो चाहिँ है त, यो मेरो गाउँ है त। अनि यो चाहिँ म है त, सी यू एन्ड पर ल। आएँ, अब पैसा निकाल्छु। यो चाहिँ हाम्रो बेलबारी बजार है त, पुरो बस स्ट्यान्ड बेलबारी बजार टक्क सानो यो पेट्रोल पम्प, त्यहाँ पम्प हाल्छु, पेट्रोल हाल्छु चट्टसँगले। यो चाहिँ हाम्रो बजार। लेट्स सी अब हामी पैसा निकाल्दा नि एटिएम, त्यहाँ मन्दिर छ भने त्यहाँ एटिएम छ, एटिएममा पैसा निकाल्छु है त। है त पैसा निकाल्छु, कति निकाल्छु निकाल्छु है त। सो फाइनली म इन्ट्री भएँ एटिएममा, स्वाट हाल्यो है त टक्कसँग, पैसा निकाल्ने सर पारेर है त। हिजो कालेले मलाई हालिदिएको थियो क्या 30,000, त्यही पैसा निकाल्न आँटेको थियो मैले। मेरो साथी काले अफ्रिकामा छ नि, त्यसले हालिदिएको क्या। ट्रान्सलेट इङ्ग्लिस हालिदिउँ होइन, किन चाहिँ नदेखाउँ ल। ओके पैसा चट्टसँगले 5 क्यास कति निकाल्नु गाइस। यस 2000 निकाल्छु ल, धेरै निकाल्दिनँ, पैसा टन्नै छ है। फाइनली म चाहिँ बाइक लिएको ठाउँ पनि आइसकेँ होइन। अब दाइले त बाइक साइक देख्नुहुन्छ, दाइले रेडी भएको छ बाइक साइक देख्नु। मेरो आज यसलाई राम्ररी बनाएर तपाईँ चट्ट सट्ट बनाएर यसलाई दामी बनाएर चिटिक्क बनाउने हो। यहाँ हाम्रो त स्पेसल दाइ बाइक धुने दाइ खतरा धुनुहुन्छ होइन दाइ, हाँस्नु हुँदैछ टक्कसँगले। आजकै कम छौँ है त गाइस। यो चाहिँ म अहिले टक्क बाइक चाहिँ धुइसकेर देखाउँछु है त गाइस ल। सो यो चाहिँ हाम्रो बेलबारी एरिया है त, यो चाहिँ हाम्रो बेलबारी सहर गाइस। त्यहाँ चाहिँ म क्यारम खेल्ने ठाउँ, यो चाहिँ हाम्रो टक्कसँगले सहर टक्कसँगले। यहाँ मेरो बाइक रेडी हुँदैछ गाइस है त, रेडी हुँदैछ, हाम्रो धुँदैछ है त टक्कसँगले। यो धेरै हाम्रो दाजु यहाँ छ। दाजु के पार तपाईँको के भएको अरे? दाइजो ढाडको नखा टिपेको छ अरे, कन्टेन्ट गरेको छ है त गाइस। सो गाइस फाइनली मेरो शरीरमा धोएर एकदम चिडिक्क। अब धुने दाइ चाहिँ उहाँ होइन, उपर बस्नु दाइ हो, चट्ट धोएर दामी भएको छ। अब यसलाई चाहिँ चडक्कसँगले चट्टसँगले दामीसँग भइहाल्यो यो चाहिँ होइन, गाडी चिक्कसँगले। यो दा यो दुइटै